तपाईँको नाम के हो? मेरो शिव चौधरी। शिव चौधरी। घर चाहिँ कहाँ हो? बिर्तामोड। बिर्तामोड? लाइसेन्स बनाउने ठाउँ भटबस्तीको। ए अनि तपाईँले यो सुरु गर्नु भएको चाहिँ यो उखु मेसिन सुरु गर्नु भएको चाहिँ कति भयो? 26 वर्ष भयो। ए उखु कहाँबाट ल्याउनुहुन्छ? उखु म इलामको छेउछाउबाट ढापाबाट ल्याउँछु। ए तपाईँले दिनमा कति हजारको बेच्नुहुन्छ यो? चलेन भन्दा 4 5 3 चल्यो भने 12 14। ए 12-14 हजार हुन्छ। अनि फाइदा कति हुन्छ त्यति यसो चलाइ? 3000 4000 बस्छ। दिनमा 3-4 हजार फाइदा हुन्छ। ए यो एउटा नरिवल भयो, एउटा पाइनएप्पल भयो, एउटा मौसमी भयो, अनि स्याउको र फलको स्याउ र कोलाको त ल्याउन बाँकी छ। त्यो ल्यायो भने त सिधै 8000 पर्छ। यो मेसिन बनाउनलाई चाहिँ कति लाग्यो टोटल बनाउनु? मेरो 1.75 लाग्यो। 1,75,000। अनि यो आफैले बनायो कि अरूले बनाइदिएको? अरूले बनाएको अनि मैले उसँग गएर फगाइ गरेर किनेको। ए यो मजाले गुड छ है, टायर सायर सबै छ। तपाईँ यहाँ सिन्धुलीमा आउनु भएको चाहिँ कति भयो? असार 14 गते आएको। असार 14 गते? 81 साल। ए यो जुसको चाहिँ गिलासको कति पर्छ? यो 80 रुपियाँ, यो 50 रुपियाँ। यो 50 को, यो 80 को है। यो गिलास 80। हजुर। नरिवलको पनि हुन्छ होइन? यसले 1.5 गिलास हुन्छ। यति भन्नु त। ल तपाईँलाई धेरै धेरै धन्यवाद। सिन्धुलीमा आउनुभयो, सबैलाई जुस खान दिनुभयो। अरू 2 गिलास बनाइदिनु न। मलाई किन हाल्नु ल? चारलाई टाउदिनु पर्यो। मलाई पनि खिचाइनु आउनु पो ठुलो मान्छेले खिच्दैछ भन्नु। ल ल ल उता भाग्दो रहेछ अनि कता